डेन्जर कुट्ने सातो लाने भयो बाइक कुदेको दाइ सातोबाट चोक कहाँनिर हजुर हजुर ए हस् थ्याङ्क यू आज त बाइक मोडिफाई छैन नि त त्यही भएर पुलिसको छेउमा गएर सोधिन पाइएन नि होइन डिसब्यालेन्स भयो क्या त्यो भनेको त्यो यस्तो टाइपको थियो नि त ल्यान्ड गर्ने ठाउँमै राम्रो नरहेछ जोसमा हान्देको केही त दिएर मात्रै सो गाइज अहिले चाहिँ हामीले खाजा खायो अब चाहिँ हामी केटाहरू आउँदैछ एउटा साथी लड्नु पनि लड्यो है अनि हाम्रो बाइक चाहिँ यहाँ पार्किङ सही छ अनि थ्याङ्क यू सो मच जेम्सलाई फर द मार्क्स म रिकमेन्ड गर्छु कि अब यहाँसम्मको ढुलो त थियो कि अब यहाँबाट माथिको ढुलो खासै छैन होला अलिकति सिट परिरहेको छ नि त त्यो कारणले अनि यु क्यान बाई इट फ्रम सोल्टी अनलाइन सपिङबाट है इन्स्टाग्राममा छ लिङ्क चाहिँ तल डिस्क्रिप्सनमा राखिदिन्छु जुम आसु चर सही मजा भइरहेछ केटाहरूले डेन्जर कुदाइरहेछ मिरर हालेर आइदिएको मिरर झिक्नु पर्ने थियो खासमा ठिकै छ अर्को छ कि बाइक अलि चाहिँ आँखाभरि धुलो नाकभरि धुलो लागेर तिनमा हान्नु पर्छ दुईमा हान्यो भने त फर्केला जस्तो एकमा त सिधै फर्क्यो भने बुझ्यो हुन्छ क्या यसको आरपिएम 15 दिन माथि बढ्यो भने त महापुरी बताउँछ यार बाइक कन्ट्रोल गर्ने गाह्रो हुने यार अन्त अझ बानी गर्नुपर्छ मैले 2 दिन भन्दै बाइक चलाएको त तेल माथि साइको हो साइडलाई गयो नि यार यो बाइक अर्को छ कि धन्न ब्रेक हान्नु भयो यार सही ये बात मैं उस टांगा बाइक ले डिफरेन्ट हुने कि है स्पिड कुदाउनु गरेर बोल्नै सकिरहेको क्या म यो बाइकको ट्रायलकै लागि बनाएको जस्तो हेरबाट यार यो अन्त शैलीमा आखिरी डर राइड आउने भनेको होइन डर हिँड्ने बाटो यो हो नि होइन यो अलिकति पटा एक अब 2 गियरमा हाने हरेर हिँड्ने होइन अनि अझ एकैचोटि भ्याक्क पटाएर अन्त बाइकै उड्ने के यो बाइक अहिले यस्तो नचलाऊ किनकि म प्र्याक्टिस छैन नि त कहिले पनि होइन आफ्नो पावर बाइक छ अरूको 160 बाइक छ भनेपछि त्यसलाई देखाउनको लागि चाहिँ उडाएर होइन भाइ जे नै हुनुपर्छ दिस इज कल राइडिङ शैली के म्याकुरी ह्यान्ड पावर
डेन्जर डट बाइक चलाउनु फेरि यस्तो हात पाउँछ चलाइराख्दाखेरि बानी पर्दाखेरि डेन्जर हात पक्कु हुन्छ नि त एक्लै त मजा आउनु लाग्यो अगाडि मात्रै कुदेन अरूले चलाएको खिच्न मजा आउँछ यो अन्त सर अलि ढुलो नगर्ने भयो हिलो भएको भए सही हुन्थ्यो कि हिलो ढुलो हुँदैन अनि फुटेज राम्रो आउँछ नि गोप्रोमा ढुलै टाँसेर भ्याइसक्यो होला जाऊ जाऊ अगाडि उहिले यो हो कि राइडरको पारा हानेको फाल्छ कि म्याम गोप्रोको लेन्स चलाएर फुट्ला यार कुदाएर त बोल्नै नसकिने यार आँसु डिल 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 जान्छ यार उडिहाल्छ कि हल्का पटाऱ्यो भने त मा कुदा बाटो रेखेन गाई यस्तो अफरोड राइड जाने बेला चाहिँ पुरै हातमा पावर पार्नुहुन्न है खुट्टाले मलाई आफूले सिकाएको थियो अघि खुट्टाको पावर सजिलो हुँदो रहेछ क्या फुल्ली हात कर्नरिङमा हातको पावर लाउने होइन समूहमा फुल्ली खुट्टाको पावर लाउने क्या बाइकै च्याटिन्छ कि डट बाइकमा बस्यो भनेखेरि म्याकुरी यस सही सो अहिले हामी बिच बाटोमा आइपुग्यो कस्तो भयो गाइस राइड सही भयो हाम्रो एउटा रमाइलो भइरहेछ नि त होइन सही हो यो ह्यान्डपावर डेन्जर बढ्छ है गाइस यो हो नि त राइडर भनेको पारा होइन म्याकुरी एक गियरमा फेरि यो के पावर घटाएर होला एक गियरमा फेरि सुरुमा उइली जान्छ होइन अनि फेरि आरपिएम 20 कट्यो भने फेरि फर्किहाल्छ औडा पावर दिन्छ होइन दुईमा चाहिँ इनिसियल एउटै दिइरहेको छ कि सर अघि यो बाइकको मैले चलाएर बुझेको अनुसार है सही हो किनकि एकमै त्यति यो यति पावर भएको बाइक चाहिँ एकमै त्यसो गर्नु लाग्यो भने फेरि अलिअलि फर्स्ट टाइम चलाउनु जान्ने मान्छेले पल्टाइहाल्छ नि त होइन तर उइली फर्स्ट टाइम यो उइली हान्ने मान्छेले त राम्रोसँग उइली हान्यो भने त पल्टायो भने बुझ्यो हुन्छ कि त्यस्तो फर्किन्छ कि बाइकको सुरुमा उज्जवलले BMW ठोक्रेको कि सुरुमै काठमाडौँ खतरा दिन रहेछ नि यहाँबाट अब अरूलाई गाह्रो छ नि गाइस यार क्यामेरा मिलाउनु पऱ्यो ढुलो टाँसे कि छैन लेन्समा त्यो हेर्नु पऱ्यो लुके द भ्यू गाइस माकुरी आमा कहाँ यो नि नानी प्लेन उडिरहेको ए खतरा दिख रहेछ यहाँबाट यार सही हो यार आमा अझ कुहिरोले ढाकेको कुन ठाउँ आयो अनि मलाई थाहा नै छैन कि फेरि हामी सातो बाटो साइडतिर आएको होइन तर कहाँनिर कताबाट आएको म चाहिँ थाहा नै छैन कि अहिले आँखामा धुवा हानेको यार भक्कै आँखामा हानिदिरहेको घरमा पटारेको होइन दिस इज कल विली के ओह्रालो जानु पर्यो भने झ्याउँछ कि यार कुदाउनै पाइन्न आमामा तानै उड्छ कि यार यही पावरमा यार कस्तो बाइक पाएको मैले यार थ्याङ्क यू सो मच अहमेद दाइ बाइक रैला गरेर चलाउनु पाइरहेको छु दिस भिडियो इज स्पोन्सर्ड बाइ TFT द फ्याक्ट्री टिम भनेको के हो थाहा छैन भने चाहिँ TFT हानेर जता गुगल सर्च गर्न पनि सक्नुहुन्छ युट्युब सर्च गर्न पनि सक्नुहुन्छ सबै सर्च गर्न सक्नुहुन्छ पावर यार अब मुस्ताङ खुलेको छ होला अब अरू कोही गएर भने नि हिउँको खेल्न अमेत दाइ र म काठमाडौँबाट SWM र हस्को भर्न लगेर जाँदैछ है ब्लग चाँडै आउँछ आमामा कुदा भिडियोमा पर्नै मन लाग्ने यार कुदा कुदै अगाडि अर्को लाइन जान्दिउँ है
सिङ्गल राइड अब ठ्याक्क दामी मजा आउँछ कि दुइटैले खतरा चलाउँछ आस उहिले अब केटाले देखाउँदै यो अन्त रमाइलो भनेको होइन